नमस्ते। धेरैपछि म पुरा भ्लग बनाउने तयारीमा छु आज, किनभने आज हामी जाँदैछौँ कलकत्ता हुँदै जगन्नाथपुरी। अलिकति म ढिला गरेको छु आउनलाई। अब हामी अन्तिम तयारी गरेर अब अगाडि बढ्नेछौँ। हामी फटाफट ल हामी अब विराटनगरको सिटीमा बस्यौँ। बल्ल बल्ल पाइयो। यहाँ ढिला भइसकेको छ, 2 बजेको। दाइ अगाडि बस्नु भएको छ, खै त बस्नु भएको छ यहाँ प्रतिभा। कति घन्टामा पुग्छौँ हामी? आधा घन्टा लाग्दैन, आधा घन्टा। अहिले आइपुग्यौँ हामी जोगबनीको स्टेसन आइपुग्यौँ। यहाँ हामी पुरै लागिरहेका छौँ। यही हो हाम्रो B2 नम्बरको डिब्बा चाहिँ त्यो निलोवाला हो। भिडभाड छ पुरै। अब हामी आफ्नो डिब्बामा बसिहाल्यौँ ट्याक्क लाएर। यहाँ बाबु त सुतिको। रेलमा बस्ने भनेको सुत्ने यसो त आइहाल्छ नि त्यति भनेपछि। रेल गयो कलकत्ता। ठ्याक्कै अब रेल हिँड्यो। नेपाली समयअनुसार 3 बजेको छ र अब हामी ठ्याक्कै गाडी हिँड्न लाग्यो। भारतीय समयअनुसार कति भयो? कति घन्टाको यात्रा? 2:46 ल्याएर त समय। मान्छेको रेल छुट्न लाग्यो। बल्ल बल्ल चढे हेर्नु त लास्ट आवरमा चढे तिनीहरू त्यहाँ। त्यही त दुगुरी जान देखाएर यहाँ फ्लाइओभर जस्तो रहेछ जोगबनीमै। जोगबनीमा गर्केको जस्तै फ्लाइओभर रहेछ। बसको बाटो। पपकर्न खाँदैछ बाबुले। बुवा त्यहाँ बस्नु भएको छ, बाबु यहाँ छ। कहाँ छु म? चलाएर यहाँनिर माथि सुतेर अब यहाँ कुटेर हामी खोल्न लाग्छौँ। पक्का बुन्दरा घरबाट ल्याएको परौठा खाना पर्ने। के रहेछ? टिम्बरको छोप पनि ल्याएछौँ हामीले। अब च्याटो लगाएर खानुपर्छ। कुसियार जङ्सन आइपुगेको छ। यहाँ बाबुराम बसेका छौँ। टोली छ हाम्रो। 2019 मा हामी गएको थियौँ होइन? 26 मा छौँ। भिनाजु आउनु भएको छैन यसपालि चाहिँ। भिनाजुले हामीले सम्झेका छौँ भिडियोबाट। बाबु के रहेछ यो? के अरे? हो रमाइलो हुने रहेछ कि नै रेलमा? हेर्न
सूर्यास्तको समय भइरहेछ। हामी कटिहार जङ्सन आइपुग्यौँ। यहाँ देख्न सक्छौँ। फोटोग्राफी भइरहेछ। यहाँ भर्खर हामीले खाना खायौँ। खानामा चाहिँ हामीलाई यहाँ ठग्यो। एकदम मटर पनिर मिठो तातो भनेर खाना भनेकोमा चाहिँ चिसो भात रोटी पनि घाम नलाग्दो, त्यसपछि हुँदा हुँदा आलु पनि सारा कडङ कडङ गर्ने। अनि त्यसपछि 3-4 दिन अगाडिको होला। अब केही झाडासाडा गरिदिएन। अनि 700 रुपियाँको चुना भयो। माओवादी लुट्यो। खै यहाँ आउँछ र देखिनु नि त। खै बाबु वीडियो बड़ा गाड़ी चाहिए, छोटा गाड़ी उनको कर देगा, ठीक है। तो 2 उल्टा जो एक गाड़ी अच्छा रहेगा ना। बिहानको 2:35 भयो। हामी अब हामी स्टेसन आइपुग्यौँ। कोलकाता। बिहान 3 बजे हामी ओर्लियम स्टेसनमा। हो हामी अर्कोमा जाने हो अब है। को खै हामी लगभग 2.5 घन्टा यहाँनिर बाहिर बस्यौँ स्टेसनमा। अब हावडा पुरी एक्सप्रेस वन्दे भारत चाहिँ प्लेटफर्म नम्बर 21 मा भन्यो। हामी चाहिँ 23 मा बसिरहेको थियौँ। अब हामी त्यही भएर जाँदैछौँ नम्बर 21 तिर। हाम्रो C16 हो। हाम्रो चाहिँ C16। C17 मा आइपुग्यौँ हामी। C16 मा अब हाम्रो ट्रेन आउँदैछ।
ल हाम्रो रेल आयो। अब हामी पुरीको यात्रा सुरु हुन लाग्यो। हामी बसिसकेका छौँ। वन्दे भारत टोरन्टो एक्सप्रेस हो कि के हो, वन्दे भारत एक्सप्रेसमा सामान यहाँ हाम्रो माथि गइसकेको छ। हिँड्यौँ यहाँबाट पुरीको लागि हावडा जङ्सनबाट हिँड्यौँ। रेल आना जाना चलिरहेछ। यतातिर अपार्टमेन्टहरू जस्तो रहेछ है। लोकल ट्रेन जस्तो लागिरहेछ। लोकल ट्रेन रहेछ हेर्नु न, पुरै पोखिन लाखान मान्छे। सनराइज हुने बेला भइरहेछ। चिया खाने बेला भयो। अब यस्तो दुईवटा बिस्कुट, यो चिया दिँदोरहेछ अनि घोल्ने दिँदोरहेछ। अरू यस्तै टिटी साहब आ गए। हामी खडगपुर जङ्सन आइपुग्यौँ। 8 बज्यो। लगभग 100 किलोमिटरको यात्रा हामीले पुरा गरिसकेका छौँ। अझै 400 किलोमिटर बाँकी छ जस्तो लाग्छ। हामी 11:30 बजीतिर पुग्छौँ होला सायद। धन्यवाद। बालेश्वर जङ्सन आइपुग्यो। बालेश्वर अल्छी लागिरहेछ एउटा मान्छेलाई, पुरा अल्छी लागिरहेछ, हाइदिइरहेछ पुरा। मान्छेलाई पनि आइरहेछ। अहिले लगभग कटक आउन 56 किलोमिटर बाँकी छ। अहिले 74 किलोमिटर प्रति घन्टाको स्पिडबाट गइरहेछ। म्याक्सिमम् स्पिड चाहिँ मैले देखेँ 128सम्म जाँदो रहेछ। अहिले धेरै स्पिड छैन। यहाँ अहिलेसम्म देखेको सबैभन्दा ठुलो पहाडी यही हो। बढीमा 30-40 मिटर अग्लो पहाड होला। त्यही पनि यहाँ पहाड देखेपछि यहाँ पनि मन्दिर बनाइहाल्दो रहेछ नि। यही मन्दिर बनाएको छ। जगन्नाथपुरी तिरङ्गा लहराइरहेको छ। अब हाम्रो 5 किलोमिटर बाँकी छ पुरी पुग्नको लागि। 1 बज्न लाग्यो।
कस्तो लागिरहेछ गुड ल फाइनली हामी आइसकेका छौँ पुरी रेलवे स्टेसन अब यहाँबाट हामी क्याब हायर गरेर जान्छौँ मरिन ड्राइभ एनआरएस होटल ल बाबुलाई रेलमा चढेको फोटो खिच्नु मन लाग्यो अरे त्यही भएर हामीले फोटो खिच्यौँ सबजना गइसक्नु ल ल ल ल यहाँ छुट्न लाग्यो मान्छेलाई यहाँ तान्न लाग्यो बाबुले फुपूलाई तान्न लाग्यो फुपूलाई श्री जगन्नाथ मंदिर सूचना केंद्र श्री मंदिर निधि में दान यहाँ स्वीकार किया जाता है श्री जगन्नाथ महाप्रभु जी को चढ़ाया हुआ ध्वज यहाँ पर मिलता है भन्या रहेछ हामी अब होटल बुकिङ भएको ठाउँतिर भनेको अब लेफ्टतिर हेर्नु पर्यो अनि त्यसपछि देखियो जय समुद्रका पहिलो झल्का देखिएको छ यहाँबाट अहिले हाम्रो टेम्पोलाई त्यो अगाडिको टेम्पोले ठोकिदियो हामी हाम्रो रोयल प्यालेस होटल आइपुगेका छौँ एउटा होटल छ यता समुद्रमा नहाने अब हामी हाम्रो होटल आइसकेका छौँ रुम नम्बर 301 मा छौँ हामी यो हाम्रो होटल हो यो हो हाम्रो बाथरुम हाम्रो बेड राम्रो देखिन्छ अनि यहाँबाट चाहिँ बाल्कनी र यहाँबाट देखिने भ्यू चाहिँ यो यस 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 बङ्गालको खाडी देख्न सकिन्छ अगाडि दिस साइड होटल भएको भएर रमाइलो अब हामी चाहिँ अनि समुद्रको तिरैतिर जाँदैछौँ हेर्ने बेला भएको छ किन जय जगन्नाथ ल यहाँ बाबुले फोटो खिच्यो भने छ यहाँ छ बाबु यहाँ हाम्रो जगन्नाथपुरी मन्दिर छ आमा यहाँ हुनुहुन्छ ल ल जगन्नाथ जय जगन्नाथ जय जगन्नाथ जगन्नाथपुरीको महिमामा चाहिँ ध्वजा विपरीत दिशामा फैलिन्छ भन्ने यहाँ देख्न सक्छौँ दाहिनेतिरको कुनामा दाहिनेबाट देब्रेतिर छ भने ध्वजा चाहिँ मन्दिर परिसरमा हामी आयौँ दिदीले यहाँ किन्नु भएको छ राधा राधा अनि त्यसपछि राम्रो रहेछ यहाँ त्यसो घुम्ने हिँड्ने जस्तो रहेछ बाटो पनि रात परिसकेको छ यहाँ होटलहरू रहेछन् मन्दिर परिसर हाम्रो होटल हो हामी अहिले अब ध्वजा पतङ्गा फेरेको हेरेर हामी आइरहेछौँ यो मरिन ड्राइभ रोड
बाबु बाबा हामी कहाँ जाँदैछौँ जोक बनी जोक बनी जा रहे हैं हम कहाँ जाँदैछौँ हामी जोक बनी कलकत्ता जाने होइन अब हामी विराटनगर जाने हो कि नै रेलमा हामी कता जाने विराटनगर हामीहरू ट्रेनलाई पर्खिरहेछौँ सबैजना इन्तजार गर्दै हुनुहुन्छ र बाबा जानुभएको छ पेन्टा कोकहरू किन्न नानीले बा बुवाको बन्द गर 10 भइहाल्यो त ठ्याक्कै हामी समयमा आइपुगेका छौँ हाम्रो जोक बनी देख्न सक्नुहुन्छ आँखाको अपरेसन गरेर आएका बिरामीहरू आफ्नो बिरामी परेछन् फेरि त्यहाँ कालो चस्मा लगाएका बिरामीहरू लगेर त्यहाँ अब हामी सबै सामान निकाल